राम्रो काममा साथ दिने हो, प्रतिपक्ष भनेको सधैँ विरोध गर्ने होइन। र यदि राज्यले नीतिभन्दा बाहिर गएर नागरिकलाई आफ्नो शक्तिको दुरुपयोग गर्छ भने त्यतिखेर चाहिँ छाती खोलेर डटेर विरोधको सामना गर्ने हो। त्यो प्रतिपक्षको भूमिका हो। तर राम्रो काम गर्यो भने साथ पनि दिने हो। अब अहिले म चाहिँ यो सुकुम्बासी बस्तीमा जुन डोजर हाने त्यो बस्तीमा अब एउटा आवश्यकता पनि थियो होला, अथवा तपाईँ सुकुम्बासीहरू बस्तीहरू सुकुम्बासीलाई जहाँ मन लाग्यो त्यहीँ बस्नुपर्छ भन्ने होइन होइन। सहरमै आएर बस्नुपर्छ भन्ने छैन नि त। काठमाडौँको हकमा गर्ने तपाईँ हामी सबै सुकुम्बासी हो, किन हाम्रो पनि काठमाडौँ त कसो केही छैन नि त। किन नभएको मान्छेको त कसरी सुकुम्बासी, मेरो त केही पनि छैन भने अब काठमाडौँको हकमा त हामी पनि सुकुम्बासी हो भनेपछि अब कुनै सिटीमा जग्गा छैन भन्दैमा त्यो सुकुम्बासी हुँदैन। नेपाल राज्यभरि अधिराज्यभरि कुनै पनि ठाउँमा उसको प्रपर्टी खाना लाउनलाई छ कि छैन पहिला त्यो स्क्यानिङ गरून्। त्यो स्क्यानिङ गरिसकेपछि अब त्यसपछि हाम्रो यहाँ ऐन बाधक छ, ऐन एउटा नयाँ ल्याउँ, नयाँ ल्याउनुहोस्। हामी के संशोधन हाल्नुपर्ने हामी पनि हाल्छौँ। सकभर